आउनुस् आज मसँगै जापानको कामाकुरा र एनोसीमा घुमौँ है त। हे एभ्रिवान, वेलकम ब्याक टु माई अनदर मिनी ब्लग। यो चाहिँ हाम्रो टोकियोको तेस्रो दिन हो। यो दिनमा चाहिँ हामी बिहानै उठेर ब्रेकफास्ट गऱ्यौँ, त्यसपछि सिन्जुकु स्टेसनतिर लाग्यौँ। सिन्जुकु स्टेसनबाट ट्रेन चढेर हामी चाहिँ कामाकुरा पुग्यौँ। कामाकुरा पुग्ने बित्तिकै फर्स्टमा चाहिँ हामीले खाना खायौँ। एकदमै भोक लागिरहेको थियो। यो खानाको नाम चाहिँ एक्ज्याक्ट मलाई थाहा भएन, तर एकदमै धेरै मिठो थियो। खाना खाएर एकैछिन रेस्ट गरेपछि हामी चाहिँ मन्दिर जानको लागि निस्क्यौँ। मन्दिर पुग्न चाहिँ अलिकति हिँड्नुपर्ने थियो। अनि स्ट्रिटमा चाहिँ पसलहरू थियो, अनि अलि ज्यादा चाहिँ डेजर्टको पसलहरू थियो। मैले पनि ट्राई गरेको थिएँ, एकदमै मिठो थियो। भिडियो बनाउन चाहिँ मैले बिर्सेछु। अनि यहाँको डेजर्टहरूको त स्वाद नै अलग हुने कि मुखमा पर्ने बित्तिकै मेल्ट हुने टाइप्सको है। कामाकुरा चाहिँ एकदमै पिस, ग्रिनरी अनि नेचरले भरिपूर्ण भएको ठाउँ छ कि तपाईँहरू कसैलाई नेचर मनपर्छ अनि मेन्टली डिस्टर्ब हुनुहुन्छ भने चाहिँ एकचोटि अवश्य जानु होला है। यो चाहिँ मन्दिरमा इन्टर गर्ने ठुलो गेट हो। यसको साइडमा ठ्याक्कै अगाडिपट्टि चाहिँ मान्छे हिँड्ने, अनि साइडमा चाहिँ रुखहरू रोपेर रोडको ठ्याक्कै बिचमा चाहिँ यो बनाउनु भएको छ। यो पनि एकदमै राम्रो छ। गेटबाट इन्टर भएर थोरै हिँडेपछि चाहिँ सानो पोखरी छ साइडमा, अनि यसमा चाहिँ लोटसको बुटहरू टन्नै छ, तर लोटस चाहिँ फुलेको थिएन। अनि यो दिनको मौसम फेरि यति राम्रो भएको है, आकाश पनि निलो अनि घाम पनि मिठो खालको लागेको थियो। अनि म चाहिँ यहाँ नक्कल पार्दै हिँडिरहेको छु। पिसफुल ठाउँमा गएपछि त आफूलाई पनि कति मेन्टली पिस हुने अनि कस्तो आनन्द लाग्ने कि यो हरियोहरू देख्दाखेरि पनि है। अनि मन्दिर माथि चढ्नको चाहिँ अझै सिडीहरू छ कि, अनि यहाँ माथि मन्दिर जानुभन्दा अगाडि चाहिँ हातहरू धुनको लागि तलपट्टि नै यो ठाउँ छ है। यहाँ चाहिँ सबै मन्दिरको बाहिर यो हात धुने ठाउँ चाहिँ हुन्छ है। अब हामी बाहिरबाट आउँदाखेरि कति कुराहरू छोएको हुन्छौँ, चलाएको हुन्छौँ, हाम्रो हात फोहोर हुन्छ नि त। अनि त्यही भएर हात चाहिँ मजाले धोएर सफा गरेर माथि गयौँ। यो मन्दिरको साइडमा पनि कति धेरै काठको घरहरू थियो, अनि साइडमा चाहिँ यो रक्सीको नामहरू लेखेको पनि थियो कि, जापानिज रक्सीको नामहरू। अनि मन्दिर चाहिँ यो चाहिँ मेन मन्दिर हो। यो सिडी चढेर जानुपर्ने थियो। मन्दिरमा चाहिँ फोटो भिडियो केही पनि गर्न पाइँदैन थियो कि। अनि मन्दिर चाहिँ अलिकति भिड भएको भएर हामी चाहिँ लाइन बसेर गयौँ। भित्र चाहिँ आफ्नो विस लेख्ने एउटा काठको लामो परेको पनि थियो, त्यसलाई चाहिँ 500 थियो। मैले चाहिँ विस पनि लेखेर छोडेर आएको छु है। मजाले मन्दिर दर्शन गऱ्यौँ, आफ्नो विसहरू लेख्यौँ, अनि त्यसपछि हामी चाहिँ मन्दिरबाट फर्क्यौँ। अनि यो पसलमा आएर चाहिँ स्विट्सहरू किन्यौँ घरमा लिएर आउनको लागि।